हेलो गाइज, गुड मर्निङ, वेलकम टु माई न्यू भ्लग। हामीले काठमाडौँ होटलमा बसेछौँ। काठमाडौँमा आज फाइनली 2-3 महिनापछि बुकिङ गरेको गाडी आइसकेको छ। अहिले हामी अब मुखसुख धोएर फ्रेस भएर सोरुममा जानेछौँ र गाडी आजै सोरुमदेखि आजै निकालेर हामी अब लानेछौँ। ओके गाइज, अहिले हामी रेडी भएर हामी अब यहाँ होटलदेखि निस्किन्छौँ र डाइरेक्ट हामी सोरुममा जान्छौँ। वहाँ सोरुममा गएर अनि सबै यो कागजहरू डकुमेन्टहरू क्लियर गरेर आजै सोरुमदेखि निस्किन्छौँ। अहिले टाटा मोटर सोरुम आइसकेका छौँ। यहाँ हो टाटा मोटर सोरुम। सर नमस्कार। यो सोरुम हो टाटा मोटर्सको। ल है गाइज, गाडी अनबक्सिङ हुन लागिरहेको छ। अब एकैछिनपछि अनबक्सिङ हुन्छ। फाइनल गाइज, गाडी यो हो हाम्रो टाटा नेक्सन क्रिएटिभ प्लस एस। हेर्नु है त गाडी कस्तो लाग्यो हजुरहरूलाई। लुक्स हेर्ने, लुक्स साइड लुक्स यस्तो देखिन्छ। दिप्सनले कफी खाँदैछ। डेल्सा अरे के हो यहाँ। ओके गाइज, अहिले हामी घर आइसकेका छौँ। 8:30 भइसक्यो अहिले रातको। त्यसरी ढिलो भयो आउँदै बाटोमा त्यसरी जाम भएर र एउटा यो सानो भिडियो मैले यहीँ खत्म गर्न चाहन्छु। तपाईँहरूलाई कस्तो लाग्यो यो भिडियो? मन पर्यो लाइक र सब्सक्राइब चाहिँ गरिदिनु होला है त। ओके।